हेलो, आजको रेसिपी हो झोल हालेको खसीको मासु। यस्तो जाडो छ आजकल यतातिर। यस्तो जाडोमा खसीको झोल र भात जतिको मिठो त अर्थ के नै हुन्छ होला र। सो सबैभन्दा पहिला मैले कुकर अन गरेँ र प्याज काट्न सुरु गरेँ। तोरीको तेल हालेर मजाले तातिसकेपछि त्यसमा मैले ल्वाङ, सुकुमेल, मरिच र कालो अलैँची पनि राखेर फुराउनको लागि छोडिदिएँ। त्यसपछि प्याज हालेर त्यसलाई रातो नहुन्जेलसम्म मिडियम ग्यासमा चलाइ भुटेँ। प्याज मजाले फ्राई भइसकेपछि मैले सफा गरेर राखेको खसीको मासु पनि राखेँ अनि त्यसलाई मजाले चलाएँ। एकछिन चलाएर मासुको कलर चेन्ज हुन सुरु हुन लागेपछि चाहिँ मैले त्यसमा बेसार राखेँ अनि नुन पनि राखेँ अनि त्यो दुवैलाई मजाले मिक्स गरेँ। खसीको मासुलाई चाहिँ चलाउँदै छोप्दै गरेर बिस्तारै पकायो भने चाहिँ मिठो हुन्छ भन्नुहुन्थ्यो आमाले। त्यही भएर म चाहिँ सधैँ यसरी पकाउने ट्राई गर्छु। पिसेको अदुवा, लसुन र डल्ले खुर्सानीको पेस्टलाई पनि राखेर मिक्स गरेँ। त्यसपछि मैले त्यसमा घरमै बनाएको जिरा धनियाँको पाउडर र थोरै धुलो खुर्सानी पनि राखिदिएँ अनि मजाले भुटेँ। कुकरमा सबैतिर राम्ररी चलाउन अलिक गाह्रै हुन्छ, तैपनि मेक स्योर गर्ने कि सबैतिर मसला पुगेको होस्। मैले चाहिँ फ्रेस टमाटरलाई अलिकति ब्लेन्ड गरेर राखेको थिएँ। सो अलिकति त्यो टमाटर र त्यसको माथि अलिकति नुन राखेर एकछिन छोपेर छोडिदिएँ। 3-4 मिनटको लागि छोपिसकेपछि त्यसलाई निकालेर एकचोटि राम्ररी चलाउने अनि आफूलाई स्वादअनुसार कति पानी राख्न मन लाग्छ राखेर सबै मिक्स गर्ने। कुकरको ढक्कनलाई बन्द गरेर लो टु मिडियम हिटमा 2 देखि 3 सिटी जति लगाउने। कुकरको सिटी गइसकेपछि चाहिँ मैले त्यसमा माथिबाट धनियाँ छर्किदिएँ अनि त्यसपछि हाम्रो गोट करी रेडी भयो। Thank you for watching. If you like the video, please like, share and subscribe. Have a nice day. Bye.